महानगर प्रहरीको काम नागरिकलाई सचेत गराउने र सहज बनाउने हो कि आतंकित पार्ने र मर्न बाध्य बनाउने हो? कहाँ जानुहुन्छ जानु? किन भागेर आएको? किन भागेर आएको? माथि होडो क्या थियो? अनि भने नमान्ने मिल्दैन भने त मैले के गर्नु पर्यो? किन भन्नुभयो? सामान्य नियम उल्लङ्घनको विषयलाई लिएर राज्यका निकायले जनतालाई अपराधी जस्तै केरकार गर्ने र मानसिक तनाव दिने शास्ति दिने काम बिल्कुलै निन्दनीय छ। अनि गृहमन्त्री संसदमा उभिएर हुइल्लक महानगरले लगाएको हो भन्दै पानीमाथिको ओभानो बन्न खोज्छन्। महानगरपालिका नेपालभन्दा बाहिरको भूभाग हो र गृहमन्त्रीज्यू। संसदमा प्रतिपक्षलाई औँला ठड्याउन छोडेर यो अमानवीय अत्याचार गर्ने महानगर प्रहरीका ती वर्दीधारी अपराधीहरूलाई तुरुन्तै कारबाही प्रक्रिया अगाडि बढाउनु होला। घटनाको तत्काल निष्पक्ष पारदर्शी र सत्य तथ्य छानबिन गरी दोषीहरूलाई हदैसम्मको कानुनी कारबाही गर्नै पर्छ। नियम मिच्नेलाई कानुनी दायरामा ल्याएर जरिवाना लगाउनु एउटा प्रक्रिया होला, तर जोसँग तत्काल जरिवाना तिर्ने क्षमता छैन के उसले यो देशमा हिँडुल गर्ने नपाउने हो? के गरिब हुनु वा पैसा नहुनु राज्यको नागरिक नहुनु हो? जरिवानाको नाममा नागरिकको बाँच्ने र गरी खाने अधिकार नै खोसिने गरी दण्ड वर्षाउनु कुन न्याय हो? नियम नागरिकलाई सहज बनाउनको लागि चाहिन्छ, नागरिकको ज्यान लिनका लागि होइन। साथीहरू, तपाईहरु यो विषयमा के भन्न चाहनुहुन्छ? आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा व्यक्त गर्नुहोला।